हामीलाई चाहिँ हाम्रा घरकाले निकाल्दै साथीहरू अनि चाहिँ हामीले हाम्रो घर बनाउँदैछौँ। हे गाइज नमस्ते जेदो दिस इज सबिना एन्ड वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। हामीले चाहिँ हाम्रो सानो घरको फ्लोर पिसिसी गर्दैछौँ अनि अघि भनेको कुरा चाहिँ मैले सपनामा देखेको होइन। अनि म चाहिँ खुब रुँदै थिएँ हाम्रो घरकाले निकाल्दै भनेर। अनि पछि त सपना पो रहेछ। अनि साथीहरू घरमा दुईजना मात्र छौँ बुढाबुढी अनि कसले निकाल्ने होइन। म त अजिब अजिब सपना देख्छु भने। अनि साथीहरू सपना चाहिँ साँचो हुन्छ भन्छन् नि, मेरो त त्यस्तो केही हुन्न। अनि हजुरहरूको के हुन्छ कमेन्ट गर्नुहोस् है। हिजोदेखि मेरो भ्लग हेर्नुहुने साथीहरूलाई थाहा छ कि हामीले स्टोर रुम बनाउँदैछौँ भनेर। अनि अस्ति ढुङ्गा बोकेको थियौँ अनि आज चाहिँ हामीले बिहानभरि लाएर सोलिङ गऱ्यौँ। अनि खाना खाइसकेपछि चाहिँ मेरो बुढा र म भएर हामीले घाँस काट्न गयौँ। अनि बुढालाई चाहिँ काम लगाएर आफू चाहिँ केही नगर्ने भने सोचिरहनु भयो होला। मेरो चाहिँ अस्ति नाफे बल खेल्न जाँदाखेरि हात इन्जर्ड भएछ क्या औँला चाहिँ। अनि त्यही भएर मैले काम गरिनँ। घाँस काटेर आइसकेपछि चाहिँ हामी गयौँ बाख्रागोला। दुध खाने छ त्यहाँ सबभन्दा छिटो। म त जानलाई होला भनेको त हेर त दुध खानलाई हो रहेछ। यता छन् बाख्रा अनि यता छन् बाख्रागोला अनि बाख्रागोलाको मिसेस यता छन् होइन। हामी चाहिँ आज बाख्रागोला आएको बुढाबुढी भएर। अनि हाम्रो बाख्रा चलिरहेछन् यता। मेरो बाख्रागोले बुढा यता हुनुहुन्छ है। साह्रो हेन्सम हुनुहुन्छ है मेरो बाख्रागोले बुढा चाहिँ। फेरि ग्वालामा अलिअलि पानी र असिनाले दनक दिएपछि चाहिँ हामीले बाख्राहरू लिएर बान्यौँ अनि खाना पकाएर खायौँ अनि सुत्यौँ। बाई बाई।